किताब लेखेको छ कहिले 1969 को 69 को। अच्छा, तब फर्स्ट कुरा यो भनौँ, अब यसमा यो मेरो आफ्नो विचार हो, यसमा कसैले यसमा अन्यथा नलिनु होला, उहाँहरू ठुला मानिस हुनुहुन्छ। तर जब समाजको भार बोकेर कसैले हिँड्छ भने त्यहाँ खालि एउटा दुरा टक्क टिपेर हुँदैन, समग्रतामा सिलाइदिनुपर्छ भन्ने चाहिँ विचार बुझ्नु भएन। उहाँले भन्नुभयो कि उहाँको शब्द छ कि नेपाली शब्दले नेपाली भाषा र जाति बुझाउँछ। अब जो मान्छेले यो किताब पढ्छन् उसले भन्छन् ए गोर्खा भन्छ नि, कि हाम्रो पारसमणि प्रधानज्यूले यस्तो लेख्नु भएको छ भन्नु त पारसमणि प्रधानज्यू कति जान्छन्, गोर्खापट्टि कोही जाने होइन। तर त्यो गोर्खा भाषाको प्रचार भन्ने जुन लेख थियो उहाँले 30 वर्ष अगाडि लेख्नु भएको, त्यसलाई पहिला हालिदिनु भएको भए किनभने कुनै पनि किताब पढ्दा त्यो किताब जब पढिन्छ, हजुरलाई अब अहिले त अब हाम्रो सबैको उमेर बुढो भयो होइन हजुर, एउटा कुरा भन्छु अन्यथा नमान्नु होला, हजुर लभ एट फर्स्ट साइट भन्छ सुन्नु भएको होइन, जवानीमा त पक्कै छ। त त्यसो गर्दा त्यो जब पढ्छ ठक्क जुन खोप्रेमा पर्छ नि यहाँ हजुर त्यो रहन्छ। त यसकारण जब कसैले यो किताब पढे, यहाँ अगाडि गोर्खा भाषा थियो 35 वर्ष अगाडि, 1969 को 35 वर्ष अगाडि, त्यसको आमाको बारेमा उहाँले लेख्नुभयो। त्यसको 14 वर्ष अगाडि 1917 मा उहाँले गोर्खा भाषाको प्रचार लेख्नुभयो भन्ने कुरा कसैले बुझ्दैन। बुझ्ने उपाय छ त छैन। तर त्यसको प्रमाणमा गोर्खा भाषा प्रचार 1917 मै यहाँ उल्लेखित गरिएको ए त्यहाँ छ 1917 मै उल्लेखित हो। त्यही भन्दै थिएँ मैले 1917 मा। 1917 अगाडि हो कि 1933 अगाडि हो? 1917 प्राय हामी जब कुन चिज लेख्छौँ भने पहिला लेखेको आर्टिकल त पहिला छाप्छौँ नि त, ठिकै छ। अब उहाँहरूको आफ्नो प्रेस छ, उहाँहरूको आफ्नो इच्छा छ, उहाँले जसरी त्यसलाई तपाईँको एडिटिङ गर्न चाहनुभयो उहाँले गर्नुभयो, त्यसमा मेरो केही भन्ने छैन है। तर मलाई कता कता के लाग्यो भने कि कतै यो गोर्खा भाषा भनेर चाहिँ उहाँहरूले पछाडि पार्नु खोजेको त होइन। यसो गर्दा के भयो भने जनता अलमलियो। अब हेर्नुहोस् है, अडिबहादुर गुरुङले सही गर्नु हो कन्स्टिट्युसनमा, गोर्खा भएर सही गर्नुभयो, त्यसपछि चट्ट त्यसलाई भुल्नुभयो। म भुल्नु भएन भन्छु, माफ गर्नुहोस् मलाई, कुनै प्रकारको जनतालाई हामी गोर्खा हौँ भनेर कसैले बुझाइँदैन। दार्जिलिङ खरसाङ कालेबुङ कहीँ पनि भाषण दिँदा बुझाइँदैन, बुझाइदियो त बुझाइँदैन। त्यसपछि आयो गणतन्त्र दिवस भयो, त्यसपछि भयो यतापट्टि 1925 को भारत नेपाल सन्धि। त्यो सन्धिको बारेमा यो किताबमा केही जिकिर छैन। त्यो सन्धि यति महत्त्वपूर्ण छ, त्यो सन्धिले गर्दा हामी भारतीय गोर्खा यहाँ नेपालीसँग गजबज भयो यहाँ, र त हाम्रो राष्ट्रिय चिह्नको समस्या भयो होइन कि त्यसबारे यहाँ हुनुपर्ने थिएन। त्यही चिज मेरो अन्यलमा छु डाक्टर साहब, म अनि म जस्ता पाठकहरू अन्यलमा होला। गोर्खा भाषाको प्रचार 1970 देखि नै यो चलिरहेको थियो भने के बाध्यता आयो यति धुरन्धर साहित्यकारहरूलाई नेपालीकरण गर्नुमा? अच्छा, अब त्यो अझै अर्को विषय छ, अरू पछि जाउँ त्यसमा। यो अलि हामी भन्ने आँखा पनि छौँ। म आज जुन यहाँको प्रश्न छ त्यसको जवाब त सकौँ न होइन, यहाँले भन्नुभयो जवाब माग्नुहुन्छ नि, दिनै पर्यो होइन। त उसो गर्दाखेरि उहाँहरूले 1950 को भारत नेपाल सन्धि भयो, त्यो सन्धि नै उहाँको नेपालीसँग हाम्रो मिक्स भयो। त त्यो नेपालीको उल्लेख गर्नुपर्छ कि यहाँ, कि खालि नेपाली भनेको यो मात्रै भनिदिनुपर्छ हो? उहाँले सही ढङ्गले जनतामा यो प्रचार नगरिदिएको हुनाले म भन्छु, माफ गर्नुभयो, जनताले यो बुझ्नै पाएनन् कि वास्तवमा के कुरा हो। के हामीले गोर्खा भनेको विचारको टाउकोमा आउँदै आएन, किन त्यो त मिलाउँदै ल्याइएन, भएको कुरालाई झापछोप गरियो। अब यसलाई अब हिन्दीमा भनौँ भने हो कि कस्तो हुन्छ भने एउटा शब्द छ, अन्यथा नमान्नु होला कसैले, एउटा काला सच भन्छ क्या। काला सच भनेको चाहिँ सत्य छ त्यहाँ, तर त्यसलाई मैले ढाकेको छु मागोरको जालुले जस्तो गरेर, म कसैलाई बुझ्नै दिन्न, बुझ्नु भएन? त्यहाँ थाहै हुँदैन, तर मलाई थाहा छ यो के हो भनेर। जे होस् गरेर अब 1962 को कुरा मैले भने तपाईँलाई, जब नेपाली शब्दलाई त्यहाँ नेपालको राष्ट्रिय भाषा उहाँले बनाउनु भएपछि
अब त्यहाँ त फेरि हामीलाई यहाँ नेपाली हामी हो भन्ने कुरै आएन। तर मलाई अचम्म लागेको कुरा के छ भने यो जो जब किताब लेख्दा किन खालि नेपाली नाम मात्र टक्क गरेर टिपियो, अरू विभिन्न प्रकारको सर्कमस्टान्सियल एभिडेन्स जसलाई भन्छ है, यो चिजहरू हाल्नु पर्थ्यो नि त। किनभने समीक्षा भनेको खालि कुनै एउटा चिज कुनै शब्दलाई टिप्नु मात्रै होइन, तर त्योसँग सम्बन्धित इतिहास, भूगोल, विभिन्न राजनीति, मनोविज्ञान पनि आउँछ आजकल, आजकल सोसियलिजम पनि पढाइन्छ। यो सबै चिज लिएर अनि हाम्रो समाज साथै समय सापेक्ष, त्यति बेला के भनिन्थ्यो आज के भनिँदैछ, त्यति बेला के सोचिन्थ्यो आज के सोचिन्थ्यो, त्यति बेलाको घटनाहरूले हामीलाई आज कसरी असर गर्दैछ, हामी आज यो स्थितिमा भिडको चुन्डो उजो भएको छौँ नेपाली नामले गर्दा। यो चाहिँ हुनुहुन्न थियो र यसलाई चाहिँ अब अगाडि जो भयो भयो। अब जतिजना साथीभाइहरूले दाजुभाइ दिदीको कुरा सुन्दै हुनुहुन्छ, उहाँहरूले एउटा कुरो चाहिँ के बुझिलिनुहोस् भने कृपया हाम्रो भाषाको नाम अगाडि गोर्खा भाषा हो, त्यो नेपाली गर्यो, नेपाली हुँदै गयो। अब संविधानमा हामी गोर्खा भएर पस्यौँ, यतापट्टि 1950 को सन्धिले नेपाली नामले हामीलाई यो बिथोलेको त्यसबारे कतिले लेख्दैन। 1962 नेपालको राष्ट्रभाषा नेपाललाई बनाए, उहाँ राष्ट्रभाषा फेरि हामीलाई नेपाली हुनु भन्नु त भएन नि त। अच्छा, उसो गर्दाखेरि यो 1969 को जुन प्रसङ्ग आयो नि, यो समय सापेक्ष छ। यहाँसम्म आयो। एउटा अर्को अघि के भन्नुभएको थियो यहाँले भने 1993 को कुरा गर्नु भएन? हजुर, त्यसको दोस्रो सम्झिनुहोस्, 1969 सम्म त सबैत यो कुरा चुक्यो, जनतामा यो कुरा गएन। तर 1993 मा जति बेला 92 मा भारतको संवैधानिक मान्यताको माग भयो, जति बेला त्यहाँ नेपाली नाम भारतको संविधानमा हाले, त्यति बेला हामीले भनेको यो सबै समस्या छ है, नेपाली नाम नहाल्नुहोस्, यसले पछि हामीलाई भिडको चुन्डो उधोन उभो बनाउँछ। तर अब उहाँहरू मेजोरिटीमा हुनुहुन्थ्यो, मेजोरिटी नेपाली नाम उहाँले हाल्नुभयो, त्यहाँ हामीले गोर्खा भाषा पनि हाल्यौँ र आज गोर्खा भाषाले हामीलाई बचाउँछ, नेपाली नामले हामीलाई बचाउन सक्दैन। अवश्य मैले भनेको कुराहरूलाई यसमा हजुरले किताबमा खोज्नुहोस्, हेर्नुहोस्, यो पढ्नुहोस्, हजुरको मन यसमा कस्तो के लाग्छ। तर कुरा के छ भने अब आउने सेन्सस जो छ, संविधानमा नेपाली नाम पर्नु हुने थिएन, किनभने त्यति बेला हामीले भन्दा इन्द्रजितले त्यहाँ भन्दाखेरि के उहाँहरूले यो सोच्नुपर्ने थिएन? नेपाली नाम मतलब नेपाली नामको समस्याबारे सोच्दै सोच्नु भएन। यसमा एउटा म हजुरलाई एउटा के भन्न चाहन्छु भने एकजना ठुला व्यक्ति हुन्, डाक्टर महेन्द्र पी लामा। महेन्द्र पी लामाको नाम त सबैले सुनेको छैन होइन? अनि नेपाली अनि भाषाको संवैधानिक मान्यताको मागमा मेरो दृष्टिकोणमा मैले जति नै अध्ययन मनन गरेँ, यदि एकजना व्यक्ति जसले यो भाषा नाम संविधानमा हाल्न विभिन्न सोर्सहरूलाई एकत्र गरेर एउटा शक्ति रूपमा गरेर हाल्न सक्यो, तिनी हुन् महेन्द्र पी लामा। महेन्द्र पी लामाको एउटा महेन्द्र पी लामाज्यूको 1987 मा स्टेट्सम्यानमा प्रकाशित एउटा लेख मैले पढेँ। हुँदैन भन्नुभएको छ, उता सिन्ध छ, उता सिन्धी भाषा हुन्छ, यतातिर नेपाली हुँदैन भनेर भन्नुभएको छ। यो प्रकारले तर्क दिँदै गएर पछिल्तिर गएर चाहिँ के लेख्नु भएको छ भने कि जति बेला गोर्खाल्यान्ड हुन्छ त्यसको लागि चाहिँ उहाँले किटेर त भन्नुभएको छैन, तर गोर्खाली भाषा चाहिँ सुटेबल हुनसक्छ भन्ने कुरा त उहाँले गर्नुभयो। यतिको त उहाँले गर्नु भएन मञ्चको मान्छेले, उहाँले जरुर सोच्नु होला नि त। जसले सोचेर सबै कुरालाई लिएर उहाँको स्टेटमेन्ट यो छ 1987 मा तपाईँको स्टेट्सम्यान निक्लेको कुरा त्यो छ मसँग है। र यसो गर्दा के छ भने कि हामीले अब आउने जनगणना जुन हुन्छ त्यसमा चाहिँ जाति गोर्खा भाषा गोर्खा लेख्नुपर्छ। नेपाली लेख्ने भुल अब हामी नगरौँ। यदि हामीलाई बचाउनु छ त्यो भन्नु नै ठुलो कुरो। हाम्रो आउने सन्ततिलाई उनीहरूको लागि हामीले एउटा पहिचान, सही पहिचान राखिन पर्ने हाम्रो कर्तव्य हो।
हामी भनेको आमा बाउ बाजे बोजू हौँ, यो हाम्रो कर्तव्य हो त। हुन त जन्मेकै छैनन् नि त। नजन्मेको मान्छेले कसरी आफ्नो पहिचान बनाउँछ? हामीले पो बनाइदिनु पर्छ, होइन? हजुर। हो कि होइन भन्नुहोस्? यसै कारण हामीले यति चाहिँ गरिदिउँ, गोर्खा जाति गोर्खा भाषा यो भन्ने चाहिँ छ। अन्त उहाँ जुन किताबमा हजुरले मलाई जुन देखाउनु भयो त्यो त्यति बेला लेखेको हो, त्यो आज अप्रासङ्गिक छ। धन्यवाद डाक्टर साहब, तपाईँले मेरो अन्यलता र म जस्ता पाठकहरूको अन्यलतालाई धेरै स्तरसम्म स्पष्टीकरण गरिदिनु भयो। धन्यवाद।